कहिले बिर्सन नसकिने त्यो दिन 22 अप्रिल 2025 भारतको स्वर्ग कहलिने कश्मीर पहलगामको बैसरान उपत्यका, जहाँ कयौं पर्यटक रमाइरहेका थिए। हुनेहार दैव नटार त्यही भयो एक भीषण बर्बर आतंकवादी आक्रमण। 26 भन्दा बढी निर्दोष पर्यटकको ज्यान गयो र 20 भन्दा बढी पर्यटक घाइते भए। यही आतंकवाद आक्रमणमा केवल हिन्दू धर्मावलम्बी भएको नाताले एक 27 वर्षीय नेपाली युवा सुदीप नौपानेको पनि हत्या भयो। यस आतंकवादी आक्रमणले भारतवासी मात्र होइन, सारा नेपालवासीको पनि दिल दहलिएको छ। साथै एक नेपाली आमाको काख रित्तिएको छ, एक महिलाको सिन्दुर पुछिएको छ। अब यस्ता क्रूर आतंकवादी र आतंकवाद फैलाउने देशको खिलाफ गोर्खालीहरूले पनि ठूलो कदम चाल्न जरुरी छ, किनकि यहाँ धर्मको साथसाथमा हाम्रा वीर पुर्खाले रगत पसिना बगाएर कोरेको वीर गोर्खालीको इमान इज्जत माथि पनि ठूलो प्रश्न चिन्ह खडा भएको छ। आज धर्म, इतिहास र आतंकले फेरि एकपटक निर्दोषहरूमाथि क्रूरता देखाएको छ। नमस्ते, म नवराज राई पल्टने, तपाईलाई हाम्रो एमएन जर्नी 58 युट्युब च्यानलमा स्वागत छ। आज हामी यस भिडियोमा भारतको स्वर्ग कहलिने कश्मीर पहलगामको बैसरान उपत्यकामा आतंकवादी आक्रमण हुनुको कारणहरूबारे रोचक चर्चा गर्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियोलाई लाइक, सेयर र यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। के भएको थियो त्यो दिन? 22 अप्रिल 2025 को दिन करिब बिहानको 11:40 बजेको समयमा 5 जना आक्रमणकारी कश्मीर पहलगामको बैसरान उपत्यकामा प्रवेश गरे। उनीहरू पुरै सैन्य पोसाकमा थिए ताकि सुरक्षाकर्मी र सर्वसाधारणलाई झुक्काउन सकियोस्। उनीहरूको हातमा AK-47, M4 कार्बन र ग्रेनेडहरू थिए। आक्रमणकारीहरूले फटाफट हवाई फायर गरेर त्यहाँ वरिपरि मौजुद सबै पर्यटकहरूलाई जम्मा गर्यो अनि सुरु भयो उनीहरूको चयन। तिमीहरू कुन धर्मका हो, तिमीहरू कुन धर्ममा आस्था राख्छौ भन्ने प्रश्न। आक्रमणकारीहरूले मुसलमान धर्मकाहरूलाई छाडेर बाँकी हिन्दू धर्मको पर्यटकहरूमाथि बेरेमीले गोलीबारी सुरु गर्यो। त्यहाँ कसैले लुकेर ज्यान जोगाए, तर धेरैले भाग्ने मौका पाएनन्। क्रूर आतंककारीहरूले अरू त अरू हिन्दू धर्मका बाल बालिकामाथि समेत बेरेमीले गोली मारेर हत्या गर्यो। किन जम्मू काश्मीरमै बारम्बार यस्तो हमला भइरहन्छ? कारण नम्बर 1, भारत पाकिस्तान विभाजनको जरा। जब सन् 1947 मा भारत स्वतन्त्र भयो, तब भारत र पाकिस्तानको विभाजन भयो। धर्मको आधारमा हिन्दू बहुल भारत र मुस्लिम बहुल पाकिस्तानमा विभाजित भए। तर जम्मू काश्मीर एक मुस्लिम बहुल राज्य भए पनि त्यहाँका राजा हिन्दू थिए र उनले भारतमा विलीन गर्ने निर्णय गरे। तर त्यस निर्णयलाई पाकिस्तानले कहिले स्वीकार गरेनन् र तबदेखि आजसम्म जम्मू काश्मीर तनावको केन्द्र बनिरहेको छ। नम्बर 2, आतंकवादको उदय। 1980 को दशकबाट पाकिस्तानले कश्मीरमा प्रक्सी वार सुरु गर्यो र लस्कर-ए-तैयबा, जैश-ए-मोहम्मद जस्ता आतंकवादी समूहहरू सक्रिय भए। यी समूहहरू TRF, द रेसिस्टेन्स फ्रन्ट जस्ता सहायक सङ्गठन मार्फत भारतमा हमला गरिरहन्छन्। 22 अप्रिलको आक्रमणको जिम्मेवारी पनि TRF कै पल्टामा गयो र यसले फेरि पुष्टि गर्यो कि यो आतंक केवल सीमा पार युद्ध होइन, धर्मको नाममा गरिने नरसंहार हो। दोस्रो कारण, किन गरिन्छ हिन्दू धर्महरूलाई लक्षित? TRF जस्ता सङ्गठनहरूले आफूलाई धार्मिक र राजनीतिक प्रतिरोधक प्रतीक बन्न खोज्छन्, तर व्यवहारमा उनीहरू निर्दोष नागरिकहरूको हत्या गर्छन्। धर्मका आधारमा उनीहरू बारम्बार हिन्दू विरोधी भावनालाई उक्साउँछन्। दुःखको कुरा, यो पटकको आक्रमणकारी घटनामा नेपालको एक 27 वर्षीय युवा सुदीप नौपाने, जो त्रिभुवन विश्वविद्यालयमा आफ्नो पढाइ पुरा गरेर आफ्नो नववैवाहिक जीवनको हर्ष उल्लासमा भारतको कश्मीर घुम्न गएका थिए। अफसोस, केवल हिन्दू धर्म मान्ने भएकै कारणले यही आतंकवाद हमलामा उनको हत्या भयो। यस खबरले भारतवासी मात्र होइन, सारा नेपालवासीको पनि दिल दहलिएको छ। साथै एक नेपाल आमाको काख रित्तिएको छ र एक महिलाको सिन्दुर पुछिएको छ। अब यस्ता क्रूर आतंकवादी फैलाउने संस्था र देशको लागि गोर्खालीहरूले पनि ठूलो कदम चाल्न जरुरी छ, किनकि यहाँ धर्मको साथसाथमा हाम्रा वीर पुर्खाहरूले रगत पसिना बगाएर कोरेको वीर गोर्खालीको
इतिहास र इज्जतमाथि पनि ठूलो प्रश्न चिन्ह खडा भएको छ। तेस्रो नम्बर, विश्वको प्रतिक्रिया र भारतको जवाब। हाल भारत सरकारले चर्को प्रतिक्रियाको साथसाथमा जवाबदेही हमलाको सुरुवात गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कडा शब्दमा यो आक्रमणको जवाब मोडतोड तरिकाले दिइने अठोट राखेका छन्। गृहमन्त्री अमित शाहले सुरक्षा सुदृढीकरण र आतंकवाद विरुद्धको युद्धलाई अझ तीव्र बनाउने घोषणा गरेका छन्। साथै भारतले पाकिस्तानसँगको केही प्रमुख सीमा बन्द गरेको छ। चौथो नम्बर, कश्मीरको पीडा लगातार बाँचिरहेको युद्धभूमि। कश्मीर केवल सैनिकहरूको मैदान होइन, त्यो आम नागरिकको घर पनि हो। तर आज त्यहाँका आम नागरिक, बच्चाहरू र युवाहरू सबै डरमा बाँचिरहेका छन्। आतंकवादले पर्यटन तहस नहस पारेको छ, व्यापार बन्द छ, होटलहरू खाली छन् अनि विश्वास मरेको छ। भारतले त्यस क्षेत्रमा सेनालाई बढाएको छ, तर कश्मीरको पीडा घटेको छैन। दुर्भाग्यवश यो भूमिमा शान्ति अहिलेसम्म उदाउन सकेको छैन। पाँचौं नम्बर, यो घटनाको निष्कर्ष के हुन सक्छ? यो घटना एक घटना मात्र होइन, यो एक चेतावनी हो कि हामी अझै पनि घृणाले भरिएको युगमा बाँचिरहेका छौँ, जहाँ धर्म हत्या गर्ने आधार बन्छ, जहाँ घुम्न गएका एक नेपाली युवाको सपना केवल धर्मका कारण अधुरो रहन्छ। कयौं आमाहरूको काग धर्मकै कारणले रित्तिन्छ र कयौं महिलाहरूको सिन्दुर केवल धर्मकै कारणले पुछिन्छ। धर्मले कुनै पनि मानिसलाई मर्न पर्ने बनाउँछ भने त्यो धर्म होइन, त्यो आतंक हो। आज आतंकवाद आक्रमणले कश्मीर रोइरहेको छ। केवल हिन्दू धर्म भएको कारण नेपाली युवाले ज्यान गुमाउँदा नेपाल रोइरहेको छ। अन्ततः आज मानवता रोइरहेको छ। अब हाम्रो पालो हो सत्यको पक्षमा बोल्ने, एकता र शान्तिको साथ यस्ता धर्मको नाममा आतंकवाद फैलाउने संस्था र देशको विरुद्ध एकजुट भई धावा बोल्ने। चाँडै भारत सरकार र भारतीय सैनिक यस्तो क्रूर आतंकवादको पर्दाफास गर्न सकोस्। 2019 को सर्जिकल एट्याक भन्दा करार जवाब भारतले दिनुपर्छ र भारतले त्योभन्दा कडा जवाब दिन सक्ने काबिल राख्दछ। अन्ततः शोकाकुल परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति मिलोस्। धन्यवाद।